नमस्ते हजुर सबैलाई। म पूर्ण विश्वकर्मा सालघारी दक्षिण सिक्किमबाट। यो आलु देख्दै हुनुहुन्छ, यो सालघारीमा फलेको आलु हो र हामीले यो वर्ष सागसब्जीहरू लाउने समयमा आलुको पनि खेती गरेका थियौँ। यो प्योरली अर्ग्यानिक आलु हो र यो वर्ष सधैँभन्दा धेरै राम्रो प्रोडक्सन भएको छ। अनि अहिले हामी खनेर अब यसलाई आलुलाई निकाल्ने समयमा छौँ र एकदमै राम्रोसँगले फलेको छ। यो प्योरली अर्ग्यानिक आलु हो र सँगसँगै हामीले साइडमा अलिकति अर्ग्यानिक टमाटरको पनि खेती गरेका छौँ। यो अर्ग्यानिक टमाटर एकदमै प्योरली अर्ग्यानिक टमाटर हो। हजुरहरूले यो आलु देख्दै हुनुहुन्छ, यो एकदमै प्योरली अर्ग्यानिक अनि सालघारीमा फलेको आलु हो। यो चाहिँ भुइँमा नै फल्ने एकदम होचोमै फल्ने बोडा हो। राम्रो छ यो पनि। यसलाई हामी सब्जी